फेरि तपाईँहरू नै फर्केर आउनु होला कि भन्ने डर छ जनतालाई भन्नु। जनतालाई केपी ओली फर्केर फेरि शासनमा आउने डर छ भने त भोट हाल्दैनन् होला नि त। अनि भोट नहालेपछि त आउँदैन होला। म त जेएनजीको आन्दोलन भनेर तोडफोड आगजनी गरेर आउने मान्छे त होइन। फेरि गजब के छ भने म 73 वर्षको भएँ। शेख हसिनालाई 75 वर्षकी बुढी मान्छे भनेर बुढी भनेर हटाइयो र फ्रान्सबाट 85 वर्षका जेएनजी युवा खोजेर ल्याएर शासक बनाइयो। त्यो चाहिँ राम्रो रमाइलो भएको छ। फेरि उहाँ बुढो हुनुभएको छैन। उहाँले बोल्दाखेरि पनि भन्नुभयो धेरै ठाउँमा मैले उहाँलाई भेटेको छु, संयुक्त राष्ट्रसङ्घका उसमा भेटेको छु, यसमा बिमस्टेकमा भेटेको छु, अरू ठाउँमा भेटेको छु। 5-6 पटक साइडलाइन बैठकहरू गरेको छु। बाहिर भएका बैठक पनि 2-4 वटा बैठक गरेको छु उहाँसँग पनि।